हामी चाहिँ अब निक्लिसक्यौँ। यो रुमबाट निक्ले चाहिँ यसले ढोका लाएन भन्नु होला। यो साउथ कोरिया हो, यहाँ ढोका सको लाउनु पर्दैन। एभ्रिथिङ इज अल सेट। म तपाईँहरूलाई यो म्याट्रेस छ नि, यो म्याट्रेस फालेको हो। यो म्याट्रेस यत्तिकै फाल्न पाइँदैन। यो म्याट्रेस फाल्नलाई पैसा तिर्नुपर्छ। 500 नेपालीको 5000 वनको स्टिकर टाल्नुपर्छ। पहिला पनि मैले फालेको हो, मैले त्यही भएर मलाई याद छ, थाहा छ। त्यो नटालिकन फाल्यो भने फाइन हुन्छ र त्यो यो यहाँबाट लिँदा पनि लिँदैन लिने मान्छेले। म चाहिँ जान्नु लागेको भनेअनुसार चाहिँ यो डाँडा हो कि यो डाँडा हो, यो दुईवटा मध्ये एउटा डाँडा हो। दाइले भनेअनुसार चाहिँ यताबाट जाँदैन हुन्छ। यहाँ मुनि, यहाँ यस्तो मुनि बाटोमा गएर त्यहाँ माथि जाने बाटो छ अरे, जुन चाहिँ मैले देखेको छैन। त्यो हामी डाँडामा नपुग्न पनि सक्छौँ, किनभने मैले त्यो डाँडा देखेको छैन। र यहाँ चाहिँ म चाहिँ बस्ने अलि गाउँ एरिया हो यो। त्यो म चाहिँ सोलभन्दा बाहिर बस्छु, जुन चाहिँ थाजुसी भन्ने ठाउँ हो। सबैभन्दा फेमस कुरा चाहिँ के हो भने चाहिँ, फेमस भन्नाले राम्रो कुरा, यस्तो पार्क हुन्छ सबै ठाउँ। यो पार्कमा चाहिँ यो एक्सर्साइज गर्न मिल्छ, बच्चाहरूलाई ल्याएर खेलाउन मिल्छ। अनि हामीहरूले अब जो मान्छेहरू नर्मल एक्सर्साइज गर्ने हुन्छ, जिमहरू नजाने त्यस्तो मान्छेहरूको लागि चाहिँ यो फ्रीमा हुन्छ। यहाँ सबै तरिकाको हुन्छ, दामी हुन्छ। मैले नि अलिअलि हामीले नि एक्सर्साइज गरेको थियौँ पहिला, सबै हुन्छ यहाँ सेटअप गर्ने। यो चाहिँ कम्मरको एक्सर्साइज, यो नि कम्मरको एक्सर्साइज। यो चाहिँ आफ्नो वेट यहाँ राखेर वेट लिफ्ट गर्ने, त्यो चाहिँ साइकल, त्यस्तो खाले सबै हुन्छ यहाँ। त्यो मेरो दाइले भनेअनुसारमा म चाहिँ यहाँबाट तल हाइवे निस्केर अनि बल्ल जान मिल्छ अरे त्यो ठाउँमा। हाइवे निस्केर हाइवेबाट एउटा अबेन्डन्ड बिल्डिङ छ, त्यो बिल्डिङतिर जाने हो। मलाई यहाँ यो क्यामेरा समातेर बोल्न अड लागिरहेको छ, किनभने त्यो एउटा भर्खर यहाँ मेरो पछाडि एउटा मान्छे गयो, त्यो मान्छे मलाई कन्टिन्यू त्यहाँदेखि यहाँसम्म हेर्दै आयो मैले यो भिडियो गरेर देखेर। अनि यस्तो ट्र्याकहरू छ, खास हिँड्नुपर्ने, त्यहाँबाट म यहाँ रोडमा आएँ त्यो मान्छेको लाज मानेर। अब यहाँबाट म त्यो उमा निस्केर, रोडमा निस्केर अनि त्यहाँबाट बाटो खोज्छु पहिला। अनि म हजुरलाई पार्क देखाउन यताबाट आएँ। म चाहिँ खासमा त्यताबाट सिधै त्यहाँ अगाडि निस्किनु मिल्थ्यो। यो चाहिँ हो, यहाँबाट चाहिँ तल चाहिँ अबेन्डन बिल्डिङ चाहिँ देखिसकेँ। यो बिल्डिङ छ यहाँ, दाइले भनेअनुसार चाहिँ यहाँदेखि माथि हो होइन। यहाँ बिल्डिङ छ अरे, त्यो बिल्डिङदेखि माथि गए चाहिँ अनि माथि चढ्ने बाटो छ भन्नुहुन्थ्यो होइन दाइले। अब उतापट्टि साइडमा छ कि यतापट्टि साइडमा छ त्यो चाहिँ मलाई थाहा छैन होइन। अहिले चाहिँ म यहाँ अब लाइटमा कुरिरहेको छु, यहाँ रेड लाइट छ। यो यहाँ ट्राफिक लाइटहरू चाहिँ एकदम फलो गर्नुपर्छ, गाडी होस् नहोस्, नत्र भने मामाहरू आएर ट्याक्क समातेर यहाँ त लैजान्छ नै, फाइन मात्र तिराएर छोडिदिने होइन। अनि मलाई भाषा पनि आउँदैन, म तिनीहरूलाई सरी मलाई माफ गरिदिनुहोस् एकचोटिलाई, मलाई थाहा थिएन, म भन्न पनि सक्दिनँ। त्यही भएर यस्तो इन्टरसेक्सनहरूमा लाइट भएको बेलामा चाहिँ हामी रोकिनै पर्छ। यहाँ चाहिँ होइन बिरालो धेरै हुन्छ क्या बाटोमा, बिरालो क्रस गरिरहेको र त्यो एउटा ट्याक्सी पनि वेट गरिरहेको छ सबभर, मान्छे आउँछ कि भनेर त्यसको लागि वेट गरेर होला। म चाहिँ अब दाइले भनेअनुसार चाहिँ धेरै माथि आइसकेँ होइन। म सब तलतिर चाहिँ जाने हो कि म कन्फ्युज भयो, किनभने यो जो वर्किङ मान्छे जहाँ बसिरहेको छ नि अपार्टमेन्ट, त्यो अपार्टमेन्ट चाहिँ अझै सकेको छैन। त्यो बाटो चाहिँ दाइले त्यो सकेपछि आउँछ भन्नुहुन्थ्यो, तर मैले अगाडि त्यो जति उता देखिरहेको छ नि त्यहाँ चाहिँ फेरि म अर्को रोडमा फेरि उ भइहाल्छु, जोडिहाल्छु। त्यही भएर मलाई कता गलत बाटो आयो कि जस्तै लागिरहेछ। तर जाम अगाडिसम्म पुगौँ, के थाहा जाने बाटो छ कि होइन। अब हेरौँ हाम्रो मिसन कतिको सक्सेस हुन्छ आज। ल गाइजहरू, जहाँसम्म मलाई लाग्छ बाटो चाहिँ त्यो हो, उतापट्टिको। म यतापट्टि साइडमा छु, उतानिर पुलसुल बनेको एउटा बाटो छ। कता छ खै त्यो, यो त्यहाँबाट सबर जान मिल्छ जस्तो लाग्यो मलाई माथितिर। म एकचोटि दाइलाई फोन गरेर कन्फर्म गर्छु त्यहाँ पारि पुगेपछि। के भयो भनेपछि मेरो फोन दाइले उठाएन, मैले 7-8 चोटि फोन हानिसकेँ, दाइ काम गर्दै होला त्यही भएर फोन उठाएन होला। त्यही भएर अनि म चाहिँ त्यहाँ पछाडिको त्यो बाटो नै माथि हो जाने जस्तो लागिरहेछ। तर त्यहाँबाट यदि माथि जाने रहेछ र त्यहाँबाट म जान सकेँ भने एराउन्ड 3-4 किलोमिटर छ अरे त्यो, त्यहाँ बोर्डमा लेखे अनुसार मैले ट्रान्सलेट गरेर हेरेको। त्यहाँदेखि चाहिँ के रिभर अनि नर्थ कोरियाको त्यो माउन्टेनको रेन्ज के देखिन्छ भनेर लेखेको छ। र त्यहाँ म यदि त्यहाँबाट जाने रहेछ भने
त्यहाँबाट जान चाहिँ सकिन्छ होला, तर मलाई चाहिँ त्यो बाटो राम्रो नभए भएर अनि म एक्लै छु। 2 जना भएको भए म गइसक्थेँ, तर म त्यहाँबाट गएको छैन। तर यहाँ अलिकति अगाडि एउटा पार्क पनि देखाइरहेछ, म एकचोटि त्यहाँ गएर हेर्छु। त्यहाँबाट यदि यस्तै माथि उकालो चढ्ने ठाउँ रहेछ भने म त्यताबाट पनि जान्छु। मैले चाहिँ होइन यता अर्को देखेँ ठाउँ फेरि, यहाँ चाहिँ त्यहाँनिर हल्का एक्सर्साइज गर्ने अघि मैले त्यहाँ देखाएको जस्तो त्यहाँ पार्कमा त्यहाँ बाटो छ, मान्छे नै हिँड्ने बाटो छ होइन। त्यहाँ चाहिँ मलाई त्यताबाट हो कि जस्तो पनि लाग्यो अहिले चाहिँ जाने होइन। यहाँनिर एक्सर्साइज गर्ने ठाउँ छ अनि यहाँदेखि माथि जाने बाटो छ क्या। अनि दाइले भनेअनुसार चाहिँ यही पाहाड हुनुपर्छ, किनभने यो पाहाड त धेरै ठुलो पाहाड छ क्या। अनि त्योमा बाटो चाहिँ छ, तर अब त्यहाँ गएर एकचोटि म हेर्छु त्यहाँ गएर त्यहाँको बोर्डमा के लेखेको छ। र म यहाँ कोही मान्छेलाई सोध्न पनि सक्दिनँ यहाँबाट हो कि नै जाने भनेर, किनभने मलाई भाषा आउँदैन। मैले मोबाइलमा लेखेर ट्रान्सलेट गरेर देखाउँदा त्यति मेरो कुरा सुन्ने कसैसँग टाइम छैन। त्यही भएर अब मैले आफैले दाइले फोन उठाएको भए चाहिँ म 100% भइहाल्थेँ, किनभने दाइ अस्ति भर्खर गएको। तर अब मलाई चाहिँ जहाँसम्म लाग्छ यहाँ हो जस्तो लाग्छ है। यो बाटो हुन पनि सक्छ, जे पनि हुनसक्छ। एकचोटि म त्यहाँ जान्छु, त्यहाँबाट यदि माथि जाने रहेछ र भने चाहिँ त्यहाँबाट त माथि जाने बाटो रहेछ, मान्छेहरू हिँडेको पाइलाहरू रहेछ भने म त्यहाँबाट जान्छ है त। एकचोटि त्यहाँ गएर हेरौँ है त। अब जे हुन्छ हुन्छ, म चाहिँ यो बाटोबाट जान्छु माथि होइन। यहाँ चाहिँ लेखेको छ कुनै पनि एनिमल्सहरूलाई हार्म गर्यो र त्यस्तो खालको एक्टिभिटिज गर्यो भने चाहिँ पनिस हुन्छ, पनिसेबल लहरू छ भनेर लेखेको छ। यहाँ एक्सर्साइज गर्ने पनि छ। मलाई लाग्छ यहाँ मान्छेहरू गइरहन्छन्, किनभने यस्तो बाटो यो त गाडी हिँड्ने जस्तै बाटो छ नि त, तर गाडीहरू नआओस् भनेर त्यहाँ प्रोटेक्सन लगाइदिएको छ, त्यो बारहरू लगाइदिएको छ। मलाई लाग्छ यहाँ जान चाहिँ केही समस्या हुँदैन। अनि त्यहाँ लेखेको छ भिजिटरहरू प्लिज बी केयरफुल, कुनै पनि एनिमल्सहरूलाई हार्म नगर्नु होला, हार्म गरेपछि पनिस हुन्छ भनेर। त्यही भएर अब मलाई लाग्छ कि यो धेरै लामो त बाटो छैन होइन, किनभने त्यहाँ के लेखेको छ बोर्डमा 503 मिटर फ्रम द स्टार्टिङ पोइन्ट भनेर लेखेको छ। म दिवस मोटामोटी माथि चाहिँ पुगेँ होइन, हाइटमा चाहिँ पुगेँ। यहाँ मान्छेहरू आएको रहेछ, किनभने यस्तो बिल्डिङहरू जस्तो गराएको छ मान्छेहरूले। यो के न के हो त्यो के को त्यो बल पो रहेछ, टेनिस बल होइन। अब यहाँ यस्तो गराएको छ, यहाँबाट चाहिँ केही देखिँदैन जस्तो छ, किनभने यहाँ वरिपरि यस्तो रुखहरू छ। मैले चाहिँ के सोचेको थिएँ, यहाँबाट चाहिँ मैले जस आफ्नो एरियाको घरहरू चाहिँ पुरै देख्छु भन्ने मैले सोचेको थिएँ। योहरू नभइदिएको भए चाहिँ देख्थेँ पनि होला। नेपाल त्यो बोर्डमा टालेको जस्तै यहाँ चराचुरुङ्गीहरूको आवाज आइरहेको छ। त्यो यहाँ छ 2टा चरा, यहाँ बोर्डहरूमा चाहिँ लेखिरहेको छ चराहरू बस्छ भनेर। र यहाँबाट चाहिँ मैले सायद भ्यू त्यस्तो राम्रो चाहिँ नदेख्दो रहेछ जस्तो मलाई फिल भयो। अनि साउथ कोरिया चाहिँ एग्रिकल्चरको लागि फेमस छ होइन। अब त्यो एग्रिकल्चरलाई किन फेमस छ भन्ने कुरा यहाँ हेर्न सक्नुहुन्छ। यो चाहिँ हेर्ने सब खेती गर्ने ऊहरू छ यहाँ। 10x जुम स्यामसङ 22 अल्ट्रा है। यो ग्रिन हाउस, यो घरहरू बनाएको चाहिँ यो चाहिँ सबै एग्रिकल्चर गर्ने मान्छेहरूलाई आउँदा बस्ने घर होइन। त्यहाँ रिभर पनि रहेछ, यता त्यो खोला पनि रहेछ। तर त्यो खोला चाहिँ मैले उताबाट चाहिँ त्यो माउन्टेन होला सबर म चाहिँ यो माउन्टेन गएको भए चाहिँ त्यो पारी जो देखिरहेको छ त्यहाँ गएको भए, त्यो बाटोबाट हिँडेर त्यहाँ गएको भए चाहिँ मैले सकभर त्यो खोला क्लियर देख्थेँ होला। अहिले चाहिँ मैले जोस् यो आफ्नै एरियातिर देखिरहेको छु।
भ्यू चाहिँ राम्रो नै रहेछ जस एभ्रिथिङ लुक्स गुड यहाँ पिस छ यहाँ पिस छ अनि शान्त रहेछ तर एउटा मात्रै घाटाको कुरा के रहेछ भने चाहिँ यहाँ चाहिँ ऊ छैन हेर्ने भ्यू जो हामीले क्लियरली देख्नुपर्ने हो त्यो छैन किनभने यहाँ चाहिँ यस्तो बारहरू छ अब यहाँ सबै कुरा ठिक छ तर योहरू यस्तोहरू नभइदिएको भए अब नेचरलाई हामीले नभइदिएको भए भन्न त मिल्दैन तर जे होस् योहरू नभएको भए चाहिँ हामीले मजाले भ्यूहरू चाहिँ राम्रोसँग हेर्न मिल्थ्यो मैले अघि कुरा गरेको माउन्टेन चाहिँ ऊ त्यो हो जस्तो मलाई लाग्यो उतापट्टिको जो देखिरहेको छ नि त्यो हो जस्तो लाग्यो यताबाट नि हेरिदिउँ यहाँ त्यस्तो एरियाहरूमा जानलाई वार्निङ दिएकै छ हामी त्यस्तोमा नजाउँ ओ मान्छेले टेन्ट गरेर टेन्ट ल्याएर बस्दो रहेछ यहाँ कोही छ क्या हो मान्छे टेन्ट त पुरानै छ होइन ऊ यो रिभर हो जस्तो लाग्यो मलाई सकभर त्यो माउन्टेनबाट चाहिँ त्यो रिभर देख्थ्यो होला त्यो रिभरले चाहिँ सकभर नर्थ कोरिया र साउथ कोरिया छुटाउने रिभर हुनसक्छ म कन्फर्म छैन त्यो कुरामा चाहिँ होइन मैले चाहिँ भर्खरै अब जेमिनाईलाई भिडियो देखाएर मैले त्यो खोला कुन खोला हो भनेर सोधेँ त्यो चाहिँ इम्जिन नदी हो अरे त्यो चाहिँ दुई नर्थ कोरिया र साउथ कोरियालाई डिभाइड गर्ने काम गर्छ तपाईँहरूलाई चाहिँ म यहाँ जुम गरेर देखाइदिन्छु होइन यो खोला छ यो खोला पारी जो घरहरू छ नि सिभिलाइजेसन यो चाहिँ नर्थ कोरिया हो र यो चाहिँ नर्थ कोरिया र साउथ कोरियाको नर्थ कोरिया र साउथ कोरियालाई डिभाइड गर्ने एउटा रिभर हो यो चाहिँ इम्जिन रिभर हो अरे इम्जिन यस्तै के छ यसको नाम होइन मैले चाहिँ ठ्याक्क अहिले त्यो राम्रोसँग प्रोनाउन्स गर्न जानिनँ अनि त्यो जो उतापट्टिको ल्यान्ड छ खोलापारीको ल्यान्ड चाहिँ नर्थ कोरिया खोलाबारी यो जहाँ चाहिँ यो बसहरू हिँडिरहेको छ गाडीहरू कारहरू चलिरहेको छ यो चाहिँ साउथ कोरिया भनेर मलाई जेमिनाईले भर्खरै मैले उसलाई यहाँबाट भिडियो अन गरेर देखाएअनुसार चाहिँ जेमिनाईले चाहिँ मलाई त्यही सजेसन गरेको हो होइन अनि मलाई चाहिँ जहाँसम्म लाग्छ सही पनि हो किनभने मैले म्यापहरूमा हेरेअनुसार चाहिँ 4.5 किलोमिटर जति टाढा छ यहाँदेखि नर्थ कोरिया भने चाहिँ लगभग यो ट्रु नै हो जस्तो लाग्यो किनभने यो त्यो यो जो यो डाँडा म अघि त्यहाँ थिएँ नि तल त्यहाँ पनि लेखिरहेको थियो कि इम्जिन रिभर हेर्न मिल्छ सनसेट हेर्न मिल्छ यहाँ छ सकभर यो चाहिँ सनसेट भएको चाहिँ त्यहाँ तल त्यो खोलामा देखिन्छ होला यहाँबाट चाहिँ प्योर मैले चाहिँ यहाँबाट चाहिँ साउथ कोरियाको ल्यान्ड पनि देखिरहेको छु नि त तर त्यहाँबाट चाहिँ त्यो डाँडाबाट चाहिँ मैले सकभर नर्थ कोरियाको ल्यान्ड देख्छु होला र त्यहाँ त्यो खोलामा चाहिँ त्यो सनसेट देखिन्छ होला जस्तो मलाई लाग्यो है जहाँसम्म लाग्छ मैले यहाँ ख्यालै गरेको थिएन क्या यस्तो बस्नलाई बेन्चहरू पनि राखिदिएको रहेछ काठको बेन्चहरू दुईवटा छ त्यहाँ यहाँ क्याम्पिङ गर्न मिल्दो रहेछ आएर क्याम्प फायर अनि मासु पोलेर खान पनि मिल्दो रहेछ अब हेरौँ कहिले यस्तो प्लान बन्यो साथीभाइहरू सबैसँग भेला भयो भने तर आगो लगाउनु चाहिँ मिल्दैन होला तर त्यहाँ क्याम्प जो टेन्ट देखाएँ नि मैले त्यो भएर चाहिँ मिल्छ जस्तो लाग्छ अब म एक दुईवटा फोटो खिच्ने ट्राई गर्छु यो भ्यू हेरेर यो भ्यूलाई देखाएर होइन हेरौँ फोटोसोटो खिचिन्छ कि नै अब यहाँ आइसकेपछि एक दुईवटा फोटो खिचिहालौँ भिडियो त मैले गरिसकेँ अब यता पनि पहाड छ जतासुनी पहाडै पहाड हो पहाडको बिचमा बस्ती माथि पहाड हेर्नु त्यहाँ पहाड यहाँ बस्ती यो म अहिले आएको यहाँ म यो जहाँ छु यो नि पहाड छ यहाँ तल बस्ती छ हामी बस्ने यतातिर हो यो एरियातिर र ठ्याक्कै चाहिँ कहाँनिर हो मैले हेरेको घर चाहिँ मैले चिन्न सकेन म बस्ने घर होइन एकचोटि 10x जुम लगाएर हेर्दा पनि म चिन्न सक्दिनँ जस्तो छ किनभने चाहिँ मलाई यहाँ स्कुल हुनुपर्ने ओ माई गड भेटाएँ मैले यो चाहिँ होइन यो स्कुल हो यो हाम्रो रुम अगाडिको स्कुल हो यो चाहिँ हाम्रो रुम अगाडिको बाटो हो अनि यो चाहिँ यसरी गएर यो चाहिँ यो अगाडि सेतो गाडी कार गयो नि भर्खरै यो ठुलो घर यो घर चाहिँ हाम्रो घर हो हामी बस्ने घर मैले कसरी चिनेँ भन्दाखेरि ठ्याक्कै अहिले मलाई याद आयो कि यो चाहिँ सोलर प्यानल हो क्या यो घरमा चाहिँ सोलर प्यानल लागेको छ र यो ठुलो ग्राउन्ड छ यो ग्राउन्डमा चाहिँ हिँड्नलाई वाकिङ गर्नको लागि खाली खुट्टा हिँड्न मिल्ने ग्राउन्ड हो यो चाहिँ हिँड्ने बाटो छ अनि यो अगाडिको यो ठुलो घर चाहिँ हामी बस्ने घर हो मेरो घर हाम्रो घर चाहिँ केही नै होइन म भाडामा बस्ने घर हो यहाँ म भाडामा बस्छु र यहाँ तल चाहिँ यो अगाडिको घर हो त्यहाँ अगाडि बाटो छ त्यहाँदेखि यता आएर
यहाँदेखि यहाँ गएर होइन कि यता आएर हामी यताबाट यो अब्यान्डेन्ड बिल्डिङ त्यहाँ छ यो अलिअलि यहाँबाट चाहिँ हामी माथि आएको हो। फाइनल्ली मैले आफू बस्ने रुम पनि घर भनौँ म बस्ने घर पनि देखेँ। अब 1-2 फोटो खिचौँ त्यसपछि हामी रुमतिर लागौँ। अब यहाँ धेरै हेर्नलाई केही त छैन तर जे होस् आनन्दको पिसफुल एरिया चाहिँ रहेछ। अलिकति योहरू कम भएको भए चाहिँ दामी भ्यू देखिन्थ्यो भन्नाले जतासुनीबाट देखिन्थ्यो नि त। अब मैले हेर्नको लागि तल यस्तो ओह्रालो टाइपको एरियामा जानुपर्छ अनि बल्ल मैले यताउता देख्छु। अब यो नभएको भए मैले चारैतिर एकैचोटि देख्थेँ नि त, यो झारहरू नभएको भए। त्यो ठिक छ, राम्रो लाग्यो। यति भयो नि आइयो, केही नयाँ कुरा देखियो होइन। तैँले काम 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 मात्रै भइरहेको थियो, अब थाहा भयो यस्तो यो माउन्टेनहरू पनि चढ्न मिल्दो रहेछ। माउन्टेन भन्नाले यो सानसानो पाहाडहरू, कुनै माउन्टेन त होइन यो कि यो सानसानो पाहाडहरू चढ्न मिल्दो रहेछ। अब आज योपालि यो चढियो, नेक्स्ट टाइम मेरो टार्गेट त्यो पाहाड छ। त्यो पाहाडमा नि आई होप यस्तै ठाउँ होस् जहाँबाट चाहिँ मैले तल हेर्न सकौँ, त्यो रिभरलाई हेर्न सकौँ होइन। अब चाहिँ म रुम फर्किन लाग्यो। यहाँ हेर्न यति नै रहेछ। त्यो पाहाडमा गएको भए चाहिँ अझै रमाइलो हुन्थ्यो होला, तर यहाँ पनि इट्स ओके। अनि सबर अरू काहीँ नि होला, अब अरू काहीँ नि ठाउँ खोजेर हामी फेरि यस्तो सानोतिनो पाहाडहरू चढिरहनेछौँ। यहाँ बुढो हजुरआमा 2टा त्यो वाकिङ स्टिक ल्याएर हिँड्दै आउनुभएको थियो। मैले उहाँहरूको चाहिँ भिडियो गरिनँ किनभने यहाँ अरू मान्छेहरूको भिडियो गर्न मिल्दैन पर्मिसन बिना, त्यही भएर। अब म चाहिँ जान्छु तल, अनि तल गएर अब रुमतिर जानु पऱ्यो। जाडो भयो त्यही भएर मैले टोपी पनि लगाइसकेँ। अनि अघि नै आउँदाखेरि म 4 डिग्री थियो, अब चाहिँ 1 डिग्री पुगिसक्यो। यहाँ झन् माथि झन् चिसो छ। यो फिल लाइक चाहिँ अलिकति बढी नै चिसो भयो। अनि अब म रुम जान्छु, धेरै टाढा छैन। रुम त घुमेर जानु पऱ्यो अरे, यत्रो घुमेर जानुपर्छ नि त, त्यही भएर टाढा छ। तर यो चाहिँ यो सानै रहेछ भन्नाले अब 500 मिटर भनेको त धेरै होइन नि त। अनि यति हिँडेर आयो आज, जे भयो नि केही नयाँ कुरा हेऱ्यो, डाँडाकाँडाहरू देखियो। अनि अब अलिकति भने मुड फ्रेस भयो। मैले चाहिँ अब यो उकालो झरेर आउँदाखेरि चाहिँ एउटा बाटो देखेँ, यो पाहाडमा जाने। यहाँ यो छ नि यो एरिया, म एकचोटि जुम गर्छ ल। ओ माई गड, यहाँ हेर्नु, यो बाटोबाट, यो तलको बाटोबाट, एक्सक्युज मी, वेयर आर यु द बाटो, यो बाटोबाट यहाँ यो कार छ नि, यो बाटोबाट यस्तो माथि गएपछि यो तारको चाहिँ यो चाहिँ बाटो होइन, यो तार होइन, तर त्यहाँ माथि चाहिँ यहाँ चाहिँ हिँड्ने बाटो जस्तो मलाई लागिरहेको छ। त्यो चाहिँ हिँड्न वाकिङ त्यो ट्रेल बनाएको हुन्छ नि सिडी, त्यो हो जस्तो मलाई लाग्यो। त्यहाँ माथिबाट नेक्स्ट टाइम विल गो देयर। अब हाम्रो नेक्स्ट बिदामा अथवा नेक्स्ट होलिडे विल गो अप देयर। त्यहाँबाट त्यहाँ माथि पुगेर आई होप त्यो पछाडि पनि एउटा डाँडा चाहिँ नहोस्, त्यहाँबाट चाहिँ त्यो रिभर राम्रोसँग देखियोस्। नेक्स्ट होलिडे विल गो ट्रेकिङ अराउन्ड देयर होइन। फर टुडे आई दिस स्मल, इट्स स्मल 500 मिटर मात्र ट्रेकिङ भयो। नेक्स्ट टाइम विल गो देयर। सब त्यो गाडीहरू पनि त्यही पाहाडमा गएको भएर रोकेको हो कि त्यो मलाई थाहा छैन। अब नेक्स्ट टाइम चाहिँ विल अभियसली गो देयर होइन। जहाँ पनि यस्तो एक्सर्साइज गर्ने ठाउँहरू चाहिँ बनाएको क्या यो होइन, एक्सर्साइज गरेर देखाइदिँदै। तर अब मेरो क्यामेरा समात्ने मान्छे छैन, चढेको बेला चाहिँ एकजना मात्रै थियो। त्यही त म सोच्छु यति बुढो हजुरआमा कसरी एक्लै आउनुभयो भनेर। सर उहाँ पनि आउनु भएको थियो होला कि उहाँहरू टेन्टमा हुनुहुन्थ्यो कि थाहा छैन मलाई। अब चाहिँ म रुम जाँदैछु। यो बाटोबाट यो पाहाड पनि हामी हिँड्नेछौँ सबहरू। यो सिडी हो कि त, विल सी, विल एक्सप्लोर आफू बस्ने एरिया। हरेक बिदामा सकेसम्म कलेज नलागेको दिन, अहिले हाम्रो भ्याकेसन छ होइन। अब भ्याकेसन अगाडिदेखि नै भिजिट गरेको भए अहिलेसम्म सब यो एरिया म जति पनि स्मल पाहाडहरू छ, माउन्टेनहरू छ, यस्तो एरियाहरू गइसक्थ्यो होला। अब पहिला सुतेर बिताइयो, अब अलिअलि रिफ्रेस। साउथ कोरिया आएको छ
अहिलेसम्म काहीँ नि गएको छैन भन्ने नहोस्, केही न केही हेरौँ, केही न केही कुराको जानकारी होस् होइन। नर्मल पाहाडहरू छँदैछ। म 100% एउटा कुरामा चाहिँ के छु भने चाहिँ यदि यहाँ कुनै पनि एनिमलहरूको डेन्जर हुन्छ अथवा कसैको डेन्जर छ भने यहाँ अभियसली लेख्या हुन्छ बी अवेयर अफ दिस, बी अवेयर अफ द्याट भनेर। अनि जतासुनी क्यामेरा छ, मलाई लाग्छ त्यस्तो हुन्छ। अब हेरौँ, यस्तो यहाँ त यो पाहाड चढ्ने बाटो नै छ त यार। सबै त्यताबाट आएर यो बाटो चढेर अनि माथि जाने हो जस्तो लाग्यो मलाई। यो चाहिँ हामी नेक्स्ट भिडियोमा एक्सप्लोर गर्छौँ। अघि मैले जहाँबाट म जान खोजिरहेको थिएँ नि, त्यहाँ चाहिँ कन्स्ट्रक्सनको लागि 2-3 जना मान्छेहरू आउनुभएको थियो। अनि उहाँहरूले चाहिँ यो पुल रिपेयर गर्न लाग्नुभएको थियो क्या। यो बन्द गर्नुभएको छ नि, यो चाहिँ होइन, यहाँ चाहिँ अहिले बन्द गरिदिनु भयो किन मलाई थाहा छैन। अघि न चाहिँ यो खुल्ला थियो सकभर, त्यो पुल चाहिँ डेन्जर भएको भएर पुल चाहिँ रिपेयर गर्न लाग्नुभएको थियो, नभएको भएर त्यो बन्द भएको होला। अनि यहाँबाट चाहिँ माथि गयो, म यहाँबाट चढेको भए त्यहाँ यतासम्म पुगेको भए यो बाटोमा म जोइन हुँदो रहेछु र यो बाटो जोइन भएर म माथि जान मिल्दो रहेछ। र मैले त्यो खोलाको जो कुरा गरेको थिएँ त्यो खोलामा म पुग्दो रहेछु। तर आज म यो पाहाड चढेन, ठिकै भयो, नयाँ ठाउँ देखियो। सहरमा यस पाहाड चढेको भए यो पाहाड देख्थेन होला होइन। अनि त्यहाँ चढेर यो कुरा पनि थाहा भयो कि सबै लगभग म्याक्सिमम् जति पनि एरियाहरू छ, यो सानो पाहाडहरू छ, सबैमा चढ्न मिल्दो रहेछ है भन्ने कुरा चाहिँ भयो। अब नेक्स्ट टाइम यो पाहाड यहाँबाट चढ्न नमिले पनि मैले अघि हजुरहरूलाई देखाएको बाटो त्यहाँबाट चढ्न मिल्छ, त्यहाँबाट पनि यही बाटो कनेक्ट हुन्छ। तर के हो कि यताबाट चाहिँ यो भ्यू मिस हुन्छ। यहाँ यसरी यो जो चढिरहेको छौँ नि यो मिस हुन्छ। यो जो बाटो छ नि यो बाटो उता गएर त्यहाँ कनेक्ट हुन्छ र त्यहाँ माथि सब यहाँभन्दा पनि माथि छ जस्तो मलाई लागिरहेछ। किनभने मैले त्यहाँ हेरेअनुसार 3.4 किलोमिटर भनेको थिएँ क्या। अनि यहाँदेखि त्यहाँ मात्रै त्यो 3.4 किलोमिटर हुँदैन यति सानो एरियामा। त्यही भएर सब त्यहाँ चढेर त्यहाँबाट उता माथि जाने हो जस्तो लागिरहेछ। अब हेरौँ के हुन्छ, कहिले गइन्छ, भिडियो बनाइन्छ। अब भिडियोहरू बनाउँछु म।